नमस्कार, म गगन श्रेष्ठ। हिजो रैथाने खानाका खोज अनुसन्धानकर्ता सेफ इङ्वा सुब्बा, सेफ पुष्प र म धरानमा निकै बेरसम्म डुल्यौँ। के को लागि भन्दा रैथाने खाना, धराने खानाहरू कहाँ कहाँ पाइन्छ, कुन कुन पुरानो खानाहरू अझै पनि छ र यसको सुरुवातकर्ताहरू को हुनुहुन्छ हामी खोज्दै पुग्यौँ र यही क्रममा चाहिँ अहिले एकदमै फेमस भएको धराने आलु निम्कीको जन्मदाता या सुरुवात गर्नुहुने गोपाल चौधरी ज्यूसँग पनि हाम्रो भेट भयो र उहाँसँग पनि लामो भलाकुसारी भयो र यो आलु निम्की चाहिँ यो 32-33 सालमा नै बनिसकेको रहेछ। त्यो पनि सुरुवात भने चाहिँ ग्राहकहरूले नै भन्नुभयो, उहाँको सुझाव अनुसार नै आलु र निम्कीलाई मिक्स गरेर बनाउनु भएको रहेछ। तर पपुलर भने चाहिँ यो 50को अन्तिम दशकतिर मात्रै भयो र त्यसपछि यो संसारभर जहाँ धरानी छ त्यहाँ फैलिएर गयो। सँगसँगै मतलब अब हैन त्यो बिजनेस सुरु गरौँ भनेर गर्नुभयो। आलु निम्की नै चाहिँ बनाउँछु भनेर तपाईँलाई कसरी त्यो सोच आयो भनौँ न, एउटा नयाँ दिन्छु यस्तो भन्ने खालको सोच चाहिँ कसरी आयो त्यतिखेर? अब चटपटी बेच्दै सुन्नुहोस्, त्यसमा निम्की पनि राख्नु पर्छ चटपटी भालोलाई। अब कोही भन्छ कि आलु निम्की पनि बनाइदिनु, भुजा नराखी बनाइदियो। भुजा नरा त आलुलाई काटे बोइल गरेको आलु त्यसमा सब्जी बनाएको हुन्थ्यो अनि आलुलाई काटे फेरि निम्की त्यसमा हाले, अब प्याज खोर्सानी मसलाहरू जति हाल्नुपर्ने हालेर तपाईँसँग बसेर अनि त्यतिखेर हामी 3 रुपियाँमा दिन्थ्यौँ कागजमा। अहिले त 60 रुपियाँ लिन्छ, त्यो प्लेटमा दिन्छ, स्ट्यान्डर्ड चम्ची दिन्छ, स्ट्यान्डर्ड बढ्यो। हजुर, भनेपछि ग्राहकले नै भन्यो तपाईँलाई त्यसरी दिनु भनेर। अनि पछि अब जब उहाँहरूले मिठो लाग्यो त्यही डिमान्ड हुँदै गयो, तपाईँले त्यसलाई फेमस भइसकेछ गर्नुभयो। सुरुवात चाहिँ तपाईँले उहाँहरूको टेस्टमै बनाउनु भयो भनौँ। अनि तपाईँले त्यो कति वर्षसम्म किरानामा आयो? चटपटी बेच्दै यसमा आएको मैले। तपाईँ फेरि यो भन्नु मिल्दैन हामीले होइन, भन्नुहोस्। के अरे उसको लागि चाहिँ मतलब यो किराना सुरु गर्नुको लागि चाहिँ चटपटेले तपाईँलाई केही सहयोग गर्यो? चटपटे व्यवसाय कि यो छुट्टैको लागि, यो यसको लागि तपाईँले छुट्टै लगानी गर्नुभयो? आफ्नै लगानी गरेँ किरानामा आएर। मलाई एउटा मान्छेले दोकान बेच्नु थाल्नु कुरा गरेँ क्या, म यो दोकान बेच्छु। अनि त्यसपछि हामीले दाजुभाइ मिलेर लिएको थियो, त्यतिखेर मोहन थियो नि दाजु, हाम्रो 2 जना दाजुभाइ थियो हाम्रो चटपटी बेच्ने। अनि 2 जना सानो लेभल सोचिन्थ्यो, अहिले त ठुलो दोकानै छ, ठुलो छ, स्ट्यान्डर्ड भयो, सटरमा थाल्यो। अहिले पनि धेरै चाहिँ कति चाहिँ हामीले देख्दाखेरि पनि चटपटे व्यवसायले धेरै राम्रो उन्नति प्रगति गरेको देखिरहेको छ। अब अहिले नयाँमा के छ, एउटा अब सेकेन्डरी बोर्डिङतिर चटपटी जान्छ नि, त्यहाँ एउटा ठेलावाला उसको आलु निम्की एकचोटि गएर खानुहोस् तपाईँहरू। त्यो अहिले मार्केटमा के सबभन्दा राम्रो मिठो बनाउनु भनेर अहिले नाम चलेको छ। कहाँनिर भन्नुभयो? सेकेन्डरी बोर्डिङको माथि छ, कुन चाहिँ कहाँ? त्यो 4-5 बजीतिर आउँछ। उच्चको अगाडि हो? मेरो साथी पो त, मेरो साथी हो। मैले खाने चाहिँ खाएको छु, भिड हुन्छ।